सबैले खोजेको रासोपाको सरकार पनि आयो, बजेट पनि आयो, सेवन र नेप्सेमा नयाँ चेयरम्यान पनि आउनुभयो, जुन मन्थ आएर पनि सकिन लागिसक्यो, तर मार्केटमा स्विङ चाहिँ आएन। उल्टै यो हप्ता नेप्सेमा बिग बेयर स्क्यान्डल फर्मेसन भएसँगै मार्केटले करिब 4 महिनापछि यो 87 को की सपोर्टको लेभल पनि ब्रेकडाउन गरेको छ। 2800 माथि सस्टेन नहुँदासम्म यो मार्केट जबसम्म 87 देखि 88 को लेभलमा साइडवेज बस्छ तबसम्म एग्रेसिभ ट्रेड गर्ने होइन कि लोअर डिमान्ड जोनमा आउँदै गर्दाखेरि स्लोली बाई पोजिसन लिने र बिस्तारै माथिको राइज जाँदै गर्दाखेरि 88 को लेभलमा चाहिँ रिस्क म्यानेज गर्ने जुन हाम्रो प्रिभियस स्ट्र्याटेजी थियो, अब यो 87 को की सपोर्टको लेभल ब्रेकडाउन भएसँगै हाम्रो न्यू प्लान भनेको जबसम्म मार्केटले यो क्लियरली विकलीमा चाहिँ एउटा रिभर्सल सेटअप बनाउँदैन तबसम्म हामी चाहिँ एकदम सेफ ट्रेड्सहरूमा बाहेक अरूमा चाहिँ वेट एन्ड वाचमा नै बस्ने हाम्रो प्राइमेरी स्ट्र्याटेजी रहनेछ। र अहिले हेर्नुहुन्छ भने हामीले चाहिँ जुन प्रिभियस एनालाइसिस गरेका थियो यो 87 को लेभल प्रोटेक्ट हुँदासम्म मार्केटमा एउटा राम्रो यो स्विङ जान सक्ने चाहिँ पोसिबिलिटी छ भनेर अब यो 87 को लेभल ब्रेकडाउन भएसँगै यो चार्ट चाहिँ इन्भ्यालिड भएको छ। र अब भनेको यो बिग बेयर स्क्यान्डल फर्मेसन भइसकेपछि चाहिँ मार्केट अहिले हेर्नुहुन्छ भने एउटा डिमान्ड जोनमा चाहिँ छ। तर मैले प्रिभियसली के भनेको थिएँ, यदि मार्केटले 87 को लेभल ब्रेकडाउन भयो भने चाहिँ मार्केटमा एउटा प्यानिक फल चाहिँ आउन सक्छ र त्यो प्यानिक फल आउँदै गर्दाखेरि चाहिँ मार्केटले ठ्याक्कै कुन डिमान्ड जोनमा चाहिँ रेस्पेक्ट गरेर चाहिँ बाउन्स दिन्छ त्यो चाहिँ भन्न गाह्रो हुन्छ। तर अहिले करेन्टली हेर्नुहुन्छ भने चाहिँ मार्केट आफैमा यो एउटा 2600 20 30 40 को लेभल चाहिँ एउटा डिमान्ड जोन हो, यहाँबाट केही बाउन्स ब्याक चाहिँ एक्सपेक्ट गर्न सकिन्छ। तर यदि कसैले मिड टर्मको लागि प्लान गर्दै हुनुहुन्छ भने चाहिँ मार्केटमा अब जबसम्म चाहिँ एउटा राम्रो रिभर्सल साइन जसरी हामीले यहाँनिर हेरेका थियौँ त्यस्तो यदि क्लियर रिभर्सल साइन नबन्दासम्म चाहिँ आफू चाहिँ अब एग्रेसिभली चाहिँ यो लेभलहरूमा चाहिँ बाई पोजिसन चाहिँ नहेर्नु होला। यदि मार्केटले चाहिँ यहाँबाट फेरि पनि होइन यो चाहिँ रिटर्नलाई प्यानिक बनाएको हो रहेछ र यहाँबाट मार्केट कुनै पनि लेभलबाट मार्केट फेरि 87 को लेभलमा माथि सस्टेन भएर कुनै प्राइस एक्सन बन्छ भने हामीले फर्दर ट्रेड पोजिसन चाहिँ प्लान गर्छौँ। तर अहिले एज अफ नाउ करेन्टली चाहिँ हामीले जुन एउटा ब्रेकडाउन दिइसकेको छ अब भनेको चाहिँ हामीले चाहिँ यो लेभलमा चाहिँ जुनै पनि स्विङ जान्छ त्यो स्विङमा चाहिँ अलिकति आफू चाहिँ सेफ साइडमा बस्ने चाहिँ ट्राई गर्नु होला र एउटा क्लियर विकलीमा चाहिँ बाई सेटअप अथवा रिभर्सल सेटअप चाहिँ वेट गर्नु होला। यो रह्यो विकली पर्सपेक्टिभबाट। अब हेरौँ डेली पर्सपेक्टिभमा के देखिन्छ भन्दाखेरि मार्केटले यो जेठ 21 गते जुन यो 88 को लेभलबाट फल आएको छ यो फल आउँदै गर्दाखेरि मार्केटमा जम्मा 2-3वटा मात्रै ग्रिन क्यान्डल देख्न सक्छौँ, त्यो पनि एकदमै स्मल बडीवाला क्यान्डल। सो यसले के देखाउँछ, मार्केटमा जुन एउटा सेलिङ यो फलिङ मोमेन्टम छ यो चाहिँ एकदमै स्ट्रङ फलिङ मोमेन्टम छ। सो अब अहिले करेन्टली के छ, मार्केट आफैमा यो जुन 2580 2630 को जोन भनेको एउटा राम्रो डिमान्ड जोन हो, यहाँबाट बाउन्स ब्याक चाहिँ हामीले एक्सपेक्ट चाहिँ गर्न सक्छौँ। तर के अब यो बाउन्स ब्याकबाट सिधै अल्टामै जान्छ त, त्यस्तो कुनै पनि सेटअप छैन अहिलेको लागि चाहिँ। अब यहाँबाट कुनै पनि लेभलमा यदि मार्केट बाउन्स ब्याक जान्छ भने अहिलेको लागि हाम्रो इमिडिएट टार्गेट भनेको चाहिँ यही 2680 90 देखि 2720 30 को नै रहनेछ। र यो जोन भनेको एउटा सेलिङ जोन पनि हो, एउटा राम्रो यसमा सप्लाई जोन पनि छ र अर्को एउटा लाइन अफ रेजिस्टेन्स पनि छ। सो अहिलेको लागि हामीले म्याक्सिमम एक्सपेक्ट गर्न सकिने भनेको यही जोन हो। सो अब यहाँबाट के गर्ने त भन्दाखेरि चाहिँ यदि तपाईँले कुनै स्विङ ट्रेडहरू सर्ट स्विङ ट्रेडहरू लिएर चाहिँ पोजिसन होल्डमा हुनुहुन्छ भने चाहिँ तपाईँहरूले चाहिँ यो बाउन्स ब्याक जाँदै गर्दाखेरि चाहिँ आफूलाई चाहिँ सेल गरेर रिस्क म्यानेज गर्नु होला सर्ट स्विङ र स्विङ पोजिसनहरूबाट चाहिँ। अब यहाँनिर आरएसआईमा पनि एउटा इन्ट्रेस्टिङ प्याटर्न के देखिन्छ भन्दाखेरि आरएसआईमा चाहिँ तपाईँले हेर्नु भने चाहिँ यो पुरै फल मार्केटमा यो जुन फल आयो यो फल आउँदै गर्दाखेरि चाहिँ मार्केटमा एउटा यो राम्रो स्विङ बाउन्स ब्याक आए पनि मार्केटमा एकचोटि यो 60 को लेभल यो लुज गरिसकेपछि मार्केटले अहिलेसम्म हेर्नुहुन्छ भने करिब 3 महिना भन्दा 4 महिना भइसक्यो। 4 महिना भइसक्यो मार्केटले चाहिँ यो नेप्सेले चाहिँ आरएसआई चाहिँ 60 भन्दा माथि सस्टेन हुनै सकेको छैन। यसको मतलब मार्केटमा जति राम्रो स्विङ आए पनि मार्केटमा त्यस्तो स्ट्रङ मोमेन्टम छैन भन्ने कुराको इन्डिकेटरले यो आरएसआई इन्डिकेटरले दिइसकेको छ। र अहिले हेर्नुहुन्छ भने एउटा इन्ट्रेस्टिङ यहाँ के कुरा देखेको छ, मार्केटले धेरै समय अगाडिदेखि यो 35 को लेभललाई चाहिँ आरएसआईले चाहिँ एउटा सपोर्ट ग्रुपमा एड गरिरहेको थियो। तर अहिले हेर्नुहुन्छ भने यसको ब्रेकडाउन भएर टेक्निकली अहिले ओभरसोल्ड जोनमा आइसकेको छ, यो 25 लेभलमा आइसकेको छ। सो यो जोन भनेको चाहिँ एउटा के बाउन्स ब्याक हुन सक्ने जोन हो। तर यो बाउन्स ब्याक हुँदै गर्दाखेरि अब आरएसआई अनुसार चाहिँ यसको लागि अहिलेको इमिडिएट डिस्टेन्स भनेको नै यो 35-40 को रहन्छ। सो मार्केटले यहाँबाट पनि बाउन्स ब्याक कुनै पनि लेभलबाट बाउन्स ब्याक दिने र आरएसआईले पनि यो बाउन्स ब्याक दिँदै गर्दाखेरि चाहिँ यो 35-40 लेभल भन्दा माथि सस्टेन हुन सकेन र मार्केटले पनि यो 2700 भन्दा माथि सस्टेन हुन सकेन भने बुझ्नुहोस् मार्केटमा फेरि पनि अझै केही फल बाँकी छ। सो इन द्याट केस मैले अघि पनि भने इन द्याट केस चाहिँ हामीले गर्नुपर्ने भनेको चाहिँ कुनै स्टकमा हामी फसेको छ भने चाहिँ केही न केही रिस्क म्यानेज गरेर चाहिँ बस्नुपर्ने हुन्छ डेली पर्सपेक्टिभ अनुसार चाहिँ। सो जबसम्म मार्केटमा चाहिँ यो डेली पर्सपेक्टिभ अनुसार चाहिँ यो ट्रेन्ड चेन्ज भएर मार्केटले अपसाइड मोमेन्टम देखाउँदैन अलिकति हामी चाहिँ अहिले चाहिँ आफ्नो क्यापिटल जोगाउने सेफ साइडमा बस्ने हाम्रो प्राइमेरी स्ट्रेटेजी चाहिँ रहनेछ। तर यो लेभल भनेको प्यानिक भएर सेल गर्ने चाहिँ लेभल चाहिँ होइन, एउटा बाउन्स ब्याक चाहिँ वेट गर्नु होला। अब हेरौँ आवरली चार्टमा पनि के छ, आवरली चार्टमा हेर्नुहुन्छ भने यो 87 को लेभलबाट फल हुँदै गर्दाखेरि कन्टिन्युसली मार्केटले लोअर हाई र लोअर लो बनाएर खसिरहेको छ र यो खस्दै गर्दाखेरि अहिले मार्केट हेर्नुहुन्छ भने क्लियर एउटा प्यारल च्यानलमा मुभ भइरहेको छ र अहिले करेन्टली हेर्नुहुन्छ भने यो मिड च्यानलमा चाहिँ रिजेक्सन लिइरहेको छ। सो यदि मार्केट यहाँबाट बाउन्स ब्याक जाने हो भने एटलिस्ट पनि के हुनु पर्यो 2660 भन्दा माथि सस्टेन हुनु पर्यो। 2660 भन्दा माथि आवरलीमा मार्केट सस्टेन हुन्छ भने हाम्रो नेक्स्ट टार्गेट भनेको आवरली चार्ट अनुसार 2690 देखि 2730 नै रहनेछ। यदि यो 2730 भन्दा माथि मार्केट सस्टेन हुन्छ भने मात्र हामीले फर्दर ट्रेड पोजिसनहरू चाहिँ प्लान गर्न सक्छौँ। होइन यही जोनबाट फेरि रिजेक्सन खान्छ भने चाहिँ आवरली चार्ट अनुसार पनि हामीले प्लान गर्ने भनेको जस्ट लाइक डेली टाइम फ्रेम प्राइमेरी अब्जेक्टिभ भनेको हामीले यो जोनहरूमा हामीले स्टप लस भएको स्टकमा अथवा फसेको स्टकमा चाहिँ हामीले सेल गरेर रिस्क म्यानेज गर्नु नै हाम्रो प्राइमेरी स्ट्रेटेजी चाहिँ रहनेछ। अब यसमा पनि आरएसआई हेर्नुहुन्छ भने एउटा इन्ट्रेस्टिङ कुरा के देखेको छ,
यो जुन एउटा राम्रो सपोर्ट ग्रुपमा एड गरिरहेको थियो आरएसआईले धेरै अगाडि समयदेखि, तर अहिले हेर्नुहुन्छ भने जुन एउटा प्यानिक फल आयो, यो प्यानिक फलमा चाहिँ आरएसआईमा चाहिँ एउटा डिप आएर माथि अहिले सस्टेन भइरहेको छ। यहाँनिर केही म्यानिपुलेसन भएको जस्तो देख्न सक्छौँ। सो अबको पोसिबिलिटी के छ, यहाँनिर आरएसआई केही साइडवेज बसेर आरएसआई एटलिस्ट पनि यो जोनसम्म फेरि पनि रिटेस्ट गर्न जान सक्ने पोसिबिलिटी छ। त्यो भनेको त्यो इन द्याट केस मार्केटले पनि यो जोनसम्म चाहिँ रिटेस्ट गर्न जान सक्छ। तर रिटेस्ट गर्न जाँदै गर्दाखेरि प्लान हाम्रो सेम नै रहनेछ, सेलिङ र रिस्क म्यानेजमेन्ट नै हाम्रो प्लान रहनेछ। सो यो रह्यो नेप्सेको चाहिँ विकली डेली र आवरली पर्सपेक्टिभ अनुसारको एनालाइसिस। भिडियो तपाईँलाई कस्तो लाग्यो? भिडियो तपाईँलाई मन परेमा चाहिँ लाइक कमेन्ट गर्न सक्नुहुन्छ भने, कुनै सल्लाह सुझाव छ भने त्यो पनि कमेन्ट गर्नु होला। थ्याङ्क यू सो मच।